यही कुराको कमी थियो, यो पनि पुरा भयो घर। ल कसैलाई फुकफा गर्नु छ भने हाम्रो घरमा आउनुहोस् होइन। अब मन्त्र आउने भयो बिर्सिन्छ, मन्त्रै बिर्सेर ल। छोरो पनि दङ्ग छ बाउले फुक्दाखेरि। ल कसैलाई केही लागेछ भने ए झारफुक गरेर पैसा चाहिँ कति लिने? पैसा उठाउनु चाहिँ मै बस्छु अब। लामै पो हुँदो रहेछ मन्त्र। क्यास मन्त्र त लामो छ त। हेर्नुहोस् यतिको धामी झाँक्री चाहिँ कहीँ गयो नि भेट्यो नि, पानी मुनि गएर आकाशमाथि गयो नि भेटिन्न। अब यहाँ म चाहिँ पैसा उठाउनु अब काउन्टर एउटा खोल्छु। अब भोलिदेखि घरमा भिडभाड सुरु हुन्छ। कसैको बच्चा बिरामी छन् भने, कसैलाई मोहनी मन्त्र लाउनु छ भने, टुनामुना गर्नु छ भने आउनु होला हाम्रो घरमा।